हाई हेलो, हामी चाहिँ अहिले हाम्रो सुविस्त दाइसँग बेसारा पोखरी जाँदैछौँ। अहिले चाहिँ हामी ओबाक आइपुग्न लागेका छौँ। लगभग अहिले अरुणबाट 1 घन्टाको बाटो, हाइटारबाट 1 घन्टाको बाटोमा हामी छौँ अहिले। हामी लगभग अहिले हामी 1100 को लेभलमा आइपुगेका छौँ। हामी पुग्नुपर्ने चाहिँ 2800 को लेभलमा छ है साथी। अझै पनि 11 दुना 22, अझै पनि धेरै जानुपर्ने छ। बाटो यस्तै छ, उकालो छ, हिँड्नलाई एकदम गाह्रो भइरहेछ। हामी चाहिँ माथि देखिएको डाँडा है, बेसारे पोखरी, त्यहाँ काम छ। अहिले चाहिँ हामी ओबाग आइपुग्यो। हजुर यहाँबाट कहाँ 1.5 घन्टा पुग्छौँ हामी। लगभग यहाँबाट 2-3 घन्टा जति हिँड्नुपर्छ। अहिले ठ्याक्कै 11 बज्न लाग्यो। 12-1-2 बजीतिर हामी पुग्ने रहेछौँ ओबाग गाउँ। अब हामी लगभग 3 घन्टा यहाँबाट 4 घन्टामा लगभग कम्ता टाढा छ त माथि हो नि। यो चाहिँ ओबाग कलिमासतिर है साथी हो। यो चाहिँ खासमा के हो भने यो तामाङ जातिहरूको यहाँ जलाइसकेपछि, लासलाई जलाइसकेपछि यस्तो खालको ढुङ्गाहरू मनी बनाएर छोड्छ। यो पनि मनी हो। यहाँबाट तल यो चाहिँ ओबाग गाउँ, च्याङ्रिङ गाउँ। यो चाहिँ ओबागबाट 1 घन्टा माथि आएपछि भेटिन। हामी चाहिँ माथि डाँडा पुग्नुपर्ने, माथि डाँडा। यो चाहिँ खिखिरमा अनि कुवाहरू यहीँ रहेछ। च्याङ्रिङ गाउँ आइपुग्यो हामी चाहिँ। यात्रा कस्तो हुँदैछ हौ सुविधा? पानी पर्ला जस्तो हो त यार। आजको यात्रा साह्रै कठिन अवस्थामा छौँ है हामी चाहिँ। दाइ र मेरो यात्रा एकदम कठिन अवस्थामा छ। अहिले हामी 2300मा 2270 लगभग 2300 को लेभलमा आइपुगेका छौँ र अब हामी 2800 को लेभलमा जानुपर्ने। अब 400 मिटर बाँकी छ। अब 1 घन्टामा चाहिँ पार गरिन्छ होला जस्तो लागिरहेछ। पुरै घना जङ्गलभित्र छौँ। यात्रा कस्तो लागिरहेछ? यात्रा मलाई ठिकै लागिरहेछ। अब कति घन्टामा पुगिएला? अब कुनै मेरो हिँडाइमा चाहिँ ठिकै हो। फेरि पानी पर्यो। हामी चाहिँ अहिले अब झन्डै पुग्न लाग्यो है। अब लगभग 1 घन्टा होला। ऊ माथि डाँडा छ, डाँडा र यहाँ चाहिँ कुवा पनि रहेछ, सानो टोड्का, ढुङ्गाको टोड्का बसेर रहेछ। हामी पुग्नुपर्ने चाहिँ माथि त्यो रुखको फेददेखि अलि मासतिर हो। पुग्नै लाग्यो। अब यात्रा कस्तो लागिरहेछ दाजु? मलाई त ठिकै छ। यो पानीले गर्दाखेरि पानीलाई धेरै डिस्टर्ब गर्यो यार। अब आइपुग्यो होइन दाजु? 7 घन्टा लाग्यो हो। अच्छा तेरिका चिप्लो।
लट्ठी छोडियो नि होइन छोडियो त्यो त कामै छैन नि त ओह्रालोमा त एउटा गोठमा जानुपर्छ के टिप्नु भएको दाजु यो गुराँसको फुल के को लागि यो दबाई हो यो यो चाहिँ सिग्नल हो बाटो दुईटा छ यता जानुपर्छ लोकल माछालाई लोकल माछाको लागि एकदम राम्रो एकदम राम्रो हो यो के हड्डी मकाउने काम पकाउँदाखेरि नै लाउनु पर्यो होइन यो पकाउँदा पिस्दा मसला पिस्दाखेरि लाउने हो लाली गुराँसको घारी रहेछ यहाँ भनेपछि अर्को पनि एउटा रोग के पो भन्दै थियो त्यो त हाई हेलो हामी चाहिँ अहिले माथि बेसारा दहमा गएर हामी घुमेर आउँदैछौँ अहिले आउने क्रममा चाहिँ बाटोमा यस्तो राम्रो राम्रो लाली गुराँसहरू रहेछ ओ दाजु कस्तो राम्रो राम्रो लाली गुराँसहरू रहेछ क्या यहाँ प्राकृतिक सौन्दर्यले हराभरा एकदम लाली गुराँसको राजधानी रहेछ है साथी यतातिर यो चाहिँ के पर्दा यो तलतिरको गाउँको नाम कारमाराङदेखि अलि मासतिर रहेछ यो हामी चाहिँ कारमाराङदेखि माथि 28 को लेभलमा हामी गएर आउँदैछौँ अहिले